बल्ल भयो अनाउन्समेन्ट 1 वर्ष अगाडि शीतल ढकाल मेरो साथी 10 वर्षदेखि हामीले एउटा आइडियामा काम गर्ने स्टार्ट गरेको थियौँ। यो आइडिया चाहिँ अहिले 1 वर्ष पछाडि आजको दिनमा आएर एउटा एकदम इमर्जिङ फास्ट ग्रोइङ एक्चुअल कस्टमरहरू पाउन सक्ने र रेभिन्यू जेनेरेट गर्न सक्ने स्टार्टअपमा कन्भर्ट भएको छ। थ्याङ्क यू। ओके, यो जर्नीमा डिरेक्टली इन्डिरेक्टली हेल्प गर्नुहुने, साथ दिनुहुने, इमोसनल्ली प्रोफेसनल एक्सपिरियन्स थ्रु पुरानो आफ्नो एक्सपिरियन्स थ्रु सबै एक्सपिरियन्सहरू सेयर गरेर गाइड गर्नुहुने सबै साथीहरूलाई थ्याङ्क्स अ लट। निमेश, विष्णु, महेश दाई, मनोज, मैले कसैको नाम छुटाएँ भने लाइक सरी, गजेन दाई, थ्याङ्क्स एभ्री वान। र यो प्रोसेसमा अगाडि बढ्नको लागि चाहिँ हामीलाई एउटा फन्डिङको पनि आवश्यकता हुँदो रहेछ। हामीले फर्स्ट भिसी अलरेडी फर्स्ट भिसीको फन्डिङ हामीले सेक्युर गरिसकेका छौँ। वी एक्चुअली गट फर्स्ट भिसी एन्ड वी हेभ कपल अफ पेइङ कस्टमर्स। हाम्रो कस्टमर्सहरू, थ्याङ्क यू, हाम्रो कस्टमरहरू चाहिँ म्युनिसिपालिटिजहरू इस्ट कोस्टमा फ्लोरिडा, बर्कली, यहीँ लोकल इस्ट बेको फ्यु सिटिजहरू हाम्रो कस्टमरमा कन्भर्ट भइसकेको छ। सो योभन्दा अगाडि फर्दर स्टेपमा ग्रो गर्नको लागि चाहिँ वी वान रिक्वेस्ट यु, अनि हामी यो इन्फर्मेसन पनि अरू साथीहरू थ्रु फ्लो गराउन चाहन्छौँ। र त्यसमा यो फ्रेन्ड्स एन्ड फ्यामिली राउन्ड रेज हामीले लाइक नेक्स्ट 2 to 3 मन्थ्समा रेज गर्छौँ। त्यसको लागि चाहिँ हामी अहिले अर्ली हेड्सअप र यो कुराहरूलाई चाहिँ सोसलाइज गर्नको लागि यो एउटा सानो रिक्वेस्ट हो। इट्स अ FYI एन्ड इट्स अ सक्सेस फर अस, इट्स अ सक्सेस, माइट बी अ सक्सेस फर अल अफ अस वन्स वी गेट इट टुगेदर। थ्याङ्क यू। Sital, you want to say something? Well, I think you covered it well. Thank you, Pradeep. खासमा म हिजो स्पेस एक्सको IPO हेर्दै थिएँ होइन, अनि म सोच्दै थिएँ what if I was friend with Elon Musk है। सो आई थिङ्क हाम्रो कम्युनिटीबाट पनि त्यस्तै होस् भन्ने चाहनाको साथ हामीले सुरु गऱ्यौँ। 1 वर्ष भयो। बर्कलीबाट फर्स्ट कस्टमरबाट सुरु गऱ्यौँ। अहिले सोलानो काउन्टीमा फेयरफिल्ड हाम्रो सेकेन्ड कस्टमर, सुसिन सिटी थर्ड कस्टमर, भलेहो फोर्थ कस्टमर, अनि एसविल नर्थ क्यारोलाइना फिफ्थ, अनि फ्लोरिडामा रिभेरिया बिच सिक्स्थ हुँदै अब हामी बढ्दै गइरहेको छौँ। प्रदीपले भने जस्तै धेरै खाले सहयोग चाहिँदो रहेछ स्टार्टअपलाई होइन, टेक्निकल सहयोग, मोनिटरी सहयोग, हायरिङ गर्दाखेरि ल मैले चिनेको दिस इज द बेस्ट क्यान्डिडेट एभर भनेर त्यो खाले सहयोग। सो अब हामीले प्रयास सुरु गरेको छौँ। इफ यु क्यान हेल्प इन एनी वेज होइन, मेबी लिङ्कडिनमा फलो गरेर सहयोग, मेबी हाम्रो पोस्टलाई रिसेयर गरेर सहयोग। सो एनिवेज अल काइन्ड अफ सहयोगको लागि चाहिँ हामी अपेक्षा गर्दैछौँ। सो यतिकै भन्दै लुकिङ फरवर्ड टु कनेक्टिङ इच एन्ड एभ्री वान अफ यु। केही नभए पनि अहिले लिङ्कडिनमा चाहिँ कन्फेसनल ल्याब्सलाई फलो गरिदिनु भयो भने द्याट वुड बी रियली हेल्पफुल। थ्याङ्क यू सो मच। थ्याङ्क यू सिधु। अब हामी एक्चुअल प्रोग्रामतिर जाउँ। हाम्रो म्युजिक, हाम्रो कविता, अब यो कविता र यो हामी आज यहाँनिर कसरी जम्मा भइरहेको छौँ भन्ने कुराहरू चाहिँ आज यो फ्यु मन्थ्सको र फ्यु इयर्सको एटेम्प्ट होइन। डिजी दाईले गिटार बजाउनु थाल्नुभएको कति भयो? लाइक 10-15 वर्ष दाईको त्यो लाइक थ्रु आउट द प्रोसेस। सम्यम दाईले बच्चैदेखि बजाउनु थाल्नुभयो होला, त्यो अहिलेसम्मको त्यो एकुमुलेसन होइन। अनि सुदीपको चाहिँ अब धेरै अगाडिदेखिको कविता, हामी पुल्चोक क्याम्पसमा पढ्दाखेरि फर्स्ट इयरमा हुँदाखेरि लाइक यु रक द फ्लोर, लाइक उसको कवितामा वान्स मोर गइरहेको थियो। र यो सुदीपको दोस्रो कविता सङ्ग्रह केही समय अगाडि प्रकाशित भएको छ। उसले नेपालमा यो कविताहरू रिसाइटेसन गर्यो र हामी युएसमा पनि गरौँ न, हाम्रो साथीहरूलाई सुनाऊँ। अनि यो एकदमै केओटिक, यो
टेक्नोलोजीको वर्ल्डमा हामी च्याट जिपिटी एआई लाइक जुन तरिकाले हामी दौडिरहेको छौँ, जुन तरिकाले जेनेरेट भइरहेको छ कन्टेन्ट, जुन तरिकाले चाहिँ मान्छेहरूले लाइक यो म्युजिक अनि त्यस पछाडि यो लिटरेचरको जुन एउटा टेस्ट चाहिँ अलिकति त्यसको दूरी बढिरहेको छ, ग्याप बढिरहेको छ। होइन, लेट्स टेक अ पज, लेट्स एक्चुली डु द रियल थिङ। त्यो रियल थिङ के हुनसक्छ? हामी साथीहरू एकै ठाउँमा बसौँ, म्युजिक र कविता। हाम्रो प्रिय साथी सुदीप चाहिँ आज यो कविता वाचनमा र डिजी दाई, सम्यम दाई, हामी सबैजना यो प्रोग्रामलाई सक्सेसफुल बनाऊँ र लेट्स गेट स्टार्ट। थ्याङ्क यू। अब प्रदीपले धेरै कुरा भनिसक्यो, अब धेरै लामो भन्यो भने एकदम बोरिङ हुन्छ। खासै यो मेरो रहर पनि थियो। पुल्चोकमा आइसकेपछि चाहिँ पोइट्री बच्चैदेखि लेख्ने भयो नि, पुल्चोकमा आइसकेपछि आई बिकम मोर सिरियस पोइट्रीलाई लिएर। अनि त्यसपछि त्यहाँको माहौल, इन्भाइरोमेन्ट, होस्टेलमा बसेको भयो भने त्यो माहौलले धेरै फिड इन पनि गर्यो मलाई। खास डिफ्रेन्ट एङ्गल, डिफ्रेन्ट पर्सपेक्टिभबाट लेख्ने, हेर्ने। अनि हामी त अब अल नेपालको डिफ्रेन्ट अब डिफ्रेन्ट डाइभर्सिटीको मान्छे एकै ठाउँ सँगै बस्ने खाने गरेको हो नि त होस्टेलमा। अनि त्यसले पनि धेरै इन्फर्मेसनहरू फिड इन गर्यो होइन, धेरै हेर्ने मौका पायो। अनि त्यहाँबाट सुरु भएको खास सिरियसनेस चाहिँ कन्टिन्यू भयो। खास त्यो प्यासन चाहिँ टुटेन होइन। अनि सिमिलर फिल्डमा भएको हामी सबैजना, अनि यही फिल्डमा भएको मैले पोइट्री टुर गर्दाखेरि धेरै पोइट्रीहरू सुनाएँ, तर त्यो एउटा ल्याकिङ चाहिँ आफ्नो फिल्डको मान्छेहरूलाई सुनाउने एउटा रहर हुँदो रहेछ क्या, यो सिमिलर एउटै जनरको। अनि त्यसमाथि पनि यो सिलिकन भ्यालीमा सुनाउनु पाउँदाखेरि चाहिँ एकदम बडो गजब रमाइलो फिल भइरहेछ मलाई। त्यसको लागि यो कार्यक्रम आयोजना गर्ने प्रदीप विष्ट, कन्फ्लेसन ल्याबलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो दाइहरूसँग कोलाबोरेसन अब 2-3 महिना भयो, तर फाटोफुटो भयो पनि एकदम रमाइलो भएको थियो जर्नी चाहिँ। अनि उहाँहरूसँग फेरि क्याचअप हुने मौका पाएँ। तपाईँहरू सबैसँग भेट्ने एउटा बाहना पनि भयो नि खास। अनि केही न केही भयो भने सबैजना जुट्छौँ अनि भेटघाट हुँदो रहेछ। अनि पुरानो साथीहरूसँग भेट भयो, एकदम खुसी लागिरहेछ। त्यति भन्दै सुरु गरौँ। Short intro गर्नु तपाईँ। Can you introduce yourself for people who do not know you? मेरो नाम चाहिँ खास सुदीप हो, तर म यो लिटरेचरमा चाहिँ नदिस छ मेरो नाम चाहिँ। अनि अहिले चाहिँ म अस्टिन टेक्सास बस्छु। यो मेरो पहिलो कविता सङ्ग्रह लगभग 6-7 वर्ष अगाडि आएको थियो। अहिले चाहिँ दोस्रो हिउँद भन्ने कविता सङ्ग्रह भर्खरै बुकिलबाट 4 महिना अगाडि रिलिज भएको हो। अनि म पनि एउटा आइटी प्रोफेसनल नै हो। त्यति हो मेरो इन्ट्रोडक्सन। यस्तो हो, यस्तो हुनु कुनै दुःखले रुवाइदिनु, रुँदै गर्दा बिर्सिदिनु दुखाइ, दुःखको कारण बिर्सिदिनु, तर रुवाइ नथामिनु। यस्तो हुनु कुनै खुसीले हँसाइदिनु, हाँस्दा हाँस्दै नसम्झनु खुसी, खुसीको आधार नसम्झनु।
मुस्कान नरोकिनु। कुनै घटनाको स्पर्शले थर थर काँपिरहनु मुटु, यस्तो हुनु बिर्सिजानु घटना, तर डर लागिरहनु। जस्तो बिहान उठिसकेपछि एउटा उदासी जसरी बसिरहन्छ दिनभर, तर कसै गरी सम्झन सकिँदैन त्यो सपना जसको धङधङीले हर पल निलिरहन्छ आफूलाई। यस्तो हुनु कोही आइदिनु र छातीभरि प्रेम भरिनु, पलभरमै ऊ हराइजानु, उसको कुनै याद नरहनु, तर जीवनभर प्रेम रहिरहनु। यस्तो प्रदीप विष्टलाई बाँसुरी बजाएको जस्तो लेख्नुभएको थियो भन्दाखेरि नयाँ अवतार हो कि उसको यो आज हो। यो चाहिँ दोस्रो कविता पनि शीर्षक पनि बाँसुरी नै हो। यो प्रदीपलाई विशेष म समर्पण गर्न चाहन्छु कविता चाहिँ। थ्याङ्क यू। यसमा भएको केही शब्दहरू छन्। परित्यक्त भन्ने एउटा शब्द छ, त्यसको अर्थ अथवा मिनिङ चाहिँ एबान्डन भन्ने हो। अधर भन्ने प्रयोग गरेको छु, त्यो भनेको खास ओठ हो। अरू कुरा त अर्को मूर्छना भन्ने शब्द छ, त्यो भनेको सुरको आरोह हो, त्यो चाहिँ मूर्छना हो। त्यति भन्यो भने पुग्छ होला। बाँसुरी तिमीले बसाइसरी छाडी गएको रित्तो घरको अँध्यारो कुनामा उदास पल्टिएको बाँसुरी हुँ। म ती हत्केला पर्खिरहेछु जसले प्रेमले पुछिदिनेछन् मेरो देहभरि पत्र पत्र जमेको धुलो। म त्यो अधरको प्रतीक्षा गरिरहेछु जसले मेरो अधरमा जीवन फुकिदिनेछ र भरिदिनेछ मेरो हृदयको सुरुङ। म ती औँलाहरू कुरिरहेछु जो मेरो अङ्ग अङ्गभरि सुस्तारी चल्मलाउनेछन् र उन्मत्त भएर म गाउनेछु रुमानी राग। तिमीले बसाइसरी छाडी गएको रित्तो घरको अँध्यारो कुनामा उदास पल्टिएको बाँसुरी हुँ। आफैले सुन्न नपाएको आफ्नै मूर्छना बोकेर आँतभरि तिमी गएदेखि अपलक हेरिरहेछु त्यो बन्द मोलढोका।
अटोमेटिक सुरु भयो जस्तो यो नेक्स्ट पोइट्री चाहिँ झरी झरी शीर्षकमा छ अनि यसको खास इमेज चाहिँ के हो भने झरी पर्दा त्यो घरको बारदलीको रेलिङमा त्यो झरीको छिटाहरू पर्छ झरीको छिटा परिसकेपछि त्यो बिस्तारै त्यो छिटा सङ्लिँदै जान्छ अनि सङ्लिसकेपछि तल त्यो रेलिङभन्दा तल बिस्तारै पानीको थोपा ठुलो हुँदै जान्छ अनि सर्दै जान्छ फेरि यतापट्टि फेरि अर्को पानी सङ्लिन्छ अनि फेरि सर्दै जान्छ सङ्लिन्छ ठुलो हुन्छ सर्दै जान्छ पानीको त्यो थोपाहरूको लस्कर देखिन्छ क्या रेलिङमा लस्कर अनि टक्क खस्दै गरेको अनि यसको इमेज चाहिँ त्यो हो इन्सपिरेसन झरी पर्दा झरी पर्दा बाछिटाहरूले हिर्काइरहन्छन् ढोका अघिल्तिरको बारदलीको रेलिङ बिस्तारै सङ्लिन्छन् बाछिटाहरू रेलिङ मुनि उदाउँछ पानीको खुर्पे जुन तुर्लुङ्ग झुन्डिएको खुर्पे जुन दायाँ सर्दै जान्छ र बढ्दै जान्छ त्यसको आकार पानीका कण सङ्लिएर रेलिङ मुनि फेरि नयाँ जुन उदाउँछ र पुरानो जुनलाई पछ्याउन थाल्छ सर्दै बढ्दै ती पानीका थोपा पुणे जुन बनेर खस्छन् रेलिङबाट तल औँसीदेखि पूर्णिमासम्मका सबै सङ्ला रातहरूलाई एउटै भित्तामा टाँगिदिए जस्तै मेरो बारदलीको रेलिङभरि जुनहरूको लस्कर लाग्छ मेरो बारदलीको रेलिङभरि जुन जीवनको सुन्दर यात्रा गर्छन् हत्केलामा थापेर पिइदिनु त एक थोपा जुन कस्तरी उज्यालो बल्छ मनभरिको आँगन यसरी पानीका अनगिन्ती कण सङ्लिएर बनेको एउटै थोपाभित्र कुन ठाउँबाट उठेको बाफ होला कहाँको स्वाद मिसिएको होला एउटै थोपाले पनि संसारको कति कथा भन्ला एउटै थोपामा पनि संसारको कति भूगोल अट्ला एउटै थोपाभित्र बस्ला कति थरी माटोको सुस्केरा टोलाउँछु झरी पर्दा झ्यालमा बसेर झरीको सङ्गीत सुन्दै टोलाउँछु कहिले रुच्छु निस्केर बाहिर खेल्छु कुद्छु उफ्रन्छु केटाकेटी जस्तै बेफिकर फर्काउँछु आकाशतिर मुहार पानीको स्वाद लिन्छु माटोको बास्ना कि त हेरिबस्छु बरन्डाबाट नुहाइरहेका रुखहरूको नखरा निथुक्क भुजेका फुलहरूको लाज हेर्छु तर कहिलेकाहीँ बन्द गरेर झ्याल ढोका टम्म थुनेर हृदयका आँखा आलमारीको किताब सरी मृत अक्षर टाँसेर मानसभरि बसिदिन्छु एक्लै भित्र जब धुम्म पर्छ छातीको आकाश र पर्न थाल्छ मनमा झरी यो पोइट्री चाहिँ आफैलाई एक किसिमको सटाए पनि हो अब
अब मैले वाचन गर्न लागेको पोइट्री एउटा हाम्रो एक किसिमको मोनोटोनस लाइफ छ नि यो जाममा घिसिरहने काम गर्ने आउने होइन त्यो आफैलाई हाम्रो एउटा प्रोफेसनल लाइफले हल्का सटाएर घर फर्किरहेछ कोही कविताको शीर्षक चाहिँ घर फर्किरहेछ कोही यस्तरी पो जानु बेलुकी समुद्रमा घाम डुबे जस्तरी पग्लिएर चुहिएला जस्तो रातो गिलो अनुहार क्लान्त तर शान्त थकित तर सन्तुष्ट एक झलक हेर्नसम्म नसकिने यौवनको चर्को तेजलाई चिस्याउन किनारमा उपस्थित छ कुनै ध्यानी जस्तै एक टकले हेरिरहेको छ क्षितिजको नीलो जहाँ मेटिएको छ आकाश र समुद्रको सीमा निवृत्ति लिएर यौवनबाट रिटायरमेन्ट निवृत्ति लिएर यौवनबाट डुब्दै गरेको घाम हेर्न समय अगावै आइपुगेको हो ऊ यहाँ नत्र घाँसको लागि दौडिरहँदा घाँस टिप्नसम्म समय नमिल्ने दैनिकीमा कोही कसरी यति फुर्सदिलो हुन सक्छ घामको किनारले जब छुन्छ सतह तरल प्रकाशमा बदलिन्छ आगो ऊ घुल्छ निस्सीम निलोमा श्वासका शान्त छालहरू सँगै बिस्तारै फैलिदिन्छ अनन्ततामा घाम पुरै डुबिसक्दा थोरै चिसिन्छ आकाश र न्यानो बन्छ समुद्र रातको पहिलो उच्छ्वास सहरको हाइवे हुँदै गुज्रिँदै गर्दा डिक्कीमा डिप्रेसन बोकेर ट्राफिक जाममा घिस्रिरहेका गाडीका सिसाबाट पश्चिम आकाशको किनारमा एउटा लोभलाग्दो जीवन अस्ताइसकेपछिको तेज निकै अबेरसम्म देखिन्छ थ्याङ्क यू यो चाहिँ एउटा मिड पोइन्ट हो होइन यो मिड पोइन्टमा चाहिँ स्लाइटली मोनोटोनस हुन्छ नि त म वाचन गरिरहेको हाम्रो दाइ आउँदै हुनुहुन्छ एउटा छोटो कविता उहाँले वाचन गर्नुहुन्छ नमस्कार सबैलाई मेरो नाम चाहिँ गजेन्द्र है सरी हल्का नर्भस भएको स्थिति है के छैन यो कविता भन्नुभन्दा अगाडि तिम्रो यो झरीको कविता चाहिँ जस्ट वान अफ द बेस्ट कविता नै भन्नु पर्यो मैले अहिलेसम्म सुनेको है त्यसैको लागि धेरै धेरै धन्यवाद त्यस्तो कविता लेखेकोमा र सुनाएकोमा यो अलिक सामायिक नै रहेछ नेपाली बोल्नु बिर्सेछ अहिले स्पेस एक्सको आइपिओ चलिरहेको बेला होइन त्यस्तै त्यस्तै रहेछ यो कविता पनि कविताको शीर्षक छ कोकुन मान्छेको
नङ्ग्राले आकाश चिथोर्दैछ। यो पृथ्वीको कोकुनभित्र मान्छे सायद पुतली भइसक्यो। झुसिल किरा हुँदा उसले निलिसकेको छ धरतीका जम्मै हरिया पातहरू। आकाश च्यातेर अब कहाँ जाने? ब्रह्माण्डको कुन तारामा भेट्छ होला उसले फुलबारी। धन्यवाद है। अलिकति सस्पेन्स जस्तो भयो। Punchline आउँदैछ नि त्यो। गजन ब्रो punchline आउँदैछ जस्तो थियो। Good job, एकदम धन्यवाद दाइलाई होइन मिठो वाचन गर्नुभयो। यो चाहिँ अब यो खास इको पोइट्री हो भन्न चाहिँ यो हाम्रो मान्छेको आफ्नै हरकतले हाम्रो धरतीका जम्मै रिसोर्सहरू निलिसकेको छौँ। तर हामीले चाहिँ आकाशको यात्रा तय गर्दैछौँ होइन। खास हाम्रो घर त धरती नै हो नि। यहाँ मासेर आकाशको जुन ठाउँमा गए पनि हामीले आफ्नो फुलबारी चाहिँ पाउँदैन। अनि त्यसमै थियो। तर अर्को एउटा इको पोइट्री सुनाउँछु यस पछाडि चाहिँ। यो अलिकति लामो छ इको पोइट्री चाहिँ अलि लामो हुनसक्छ। यो कविताको शीर्षक चाहिँ अचेत सभ्यताको माझबाट, फ्रम द हार्ट अफ अनकन्सियस सिभिलाइजेसन। अचेत सभ्यताको माझबाट स्लिपिङ ट्याब्लेटको काखमा निदाउने र मेसिनको चर्को आवाजले उठी जाने बेहोस सभ्यताको माझबाट एक दिन म चराको आवाजले बिउजे। उदास पहाडमा मलिन रुखहरूको बस्ती बीच भागेर आफू मरिरहेको अँध्यारो सुरुङबाट एक रात मैले लगाएको थिएँ आफ्नो ओछ्यान जुनकिरीहरूको माझ। रुखका पातबाट चुहिएको जुनको धमिलो रससँगै रातभर पहाडको आहा खसिरह्यो। पृथ्वीको अन्तिम चराले मेरो सपनामा आएर ठुङ्गिरह्यो। बिउजिएपछि मैले अङ्कमाल गरेँ एउटा बुढो वृक्षलाई। सुने उसले छातीमा जोगाइराखेको धरतीको धड्कनलाई। म सक्दिनँ बताउन मेरो एक स्पर्शले कस्तरी रुखका जरा काँपे। आँगाभरि उसको आत्मा बनेर बसेका चरा तर्सेर एउटा मान्छेको आँखासँग उडेर क्षितिज पारी गए। मेरो अनुहार बोक्नेहरूले यो धरामा कस्तो रेखा कोरे। यहाँ उम्रने उड्ने उभिनेलाई दास बनाइरहे, आफ्नो श्वासको विषमा चोपी लास बनाइरहे। कति पीडा छ
आफ्ना जरा गाडिएको इलाकालाई कसैले निजी दाबी गरिदिनु, जसको जीवनधारा बनेर उम्रनु उसकै घेराभित्र परि मरिजानु। हिँड्न सक्दा हुन् त रुखहरू, शरण लिन कुन लोक पुग्दा हुन्। मैले त प्रेमले अङ्कमाल गरेथे रुखलाई, एउटा मान्छेको स्पर्शले कस्तरी उसका जरा काँपे। जीवनको अन्तिम धुकधुकी जस्तै बनेर बसेका चरा उडेर क्षितिज पारी गए। कहाँ गए मान्छेको छायादेखि तर्सेर उडी गएका चरा, कहाँ गए? यो मैलो वायुमण्डलमा बिरामी पखेटा फटफटाउँदै आकाशको खोजीमा थिए कि आफ्नै आँखा अघि हराइ गयो आफ्नो आकाश बरा। धरती चिर्दै आगो छर्दै उत्सव मनाउनेहरूले जलाइ गए सारा। कसरी जिउनु ध्वासो पोतिएको हावा पिएर छातीमा झन झन बल्झिरहेको बिमारको चरम व्यथा सहेर कहाँ गएर फेर्नु श्वास। फुलको मुहारमा खस्यो वायुमण्डलको आँसु, चेतनाको चिहान भन्दा अँध्यारो। जहाँ जहाँ पर्यो मान्छेको पाइला, त्यहाँ घाउ बस्यो गहिरो। फर्की आएनन् चरा, ओर्लिएकी उष्ण गर्मीले तिर्खाएर कुनै नदी छेउ, तर्सिएकी किनारमा तैरिरहेको मृत्यु देखेर, सुनेकी पानीमा बग्दै आउने जहरको कथा, देखेकी दर्दले दहमा छटपटिरहेका माछा। तिर्खा बोकेर उडी गए होलान् जहरिलो नदीबाट चरा। हिमाल खोज्न थियो कि बिर्सी गए होला। पहाडतिर पो छन् कि मूलको खोजीमा, कहाँ फुट्छ र मूल प्लास्टिकको पहाड। कठै फर्की आएनन् चरा, कहाँ हराइ गए। म आफ्नो अँध्यारो सुरुङ फर्किएको छु, उदास पहाडको त्यो मलिन रुखहरूको बस्तीमा आगो सल्किएको छ छेउ। त्यहाँबाट त्यासिएका प्राणीको प्रलाप सुन्छु रात दिन। के होला? बिसाउने ठाउँ कतै नपाएर रगत चुहाउँदै पखेटाबाट जब फर्किआउलान् त्यहाँ आँत सुकेका चरा आशाको अन्तिम हाँगा समाउन। प्रकृतिको लासमाथि तातो बाक्लो हावामा ती उडिरहन् कसरी, कहाँ जालान् फेरि। जलिरहेको जगतबाट निस्किरहेको छ धुवाँ, थुनिएको छ माटोको श्वास। आफ्नै चेतनाको अँध्यारो सुरुङभित्र निन्द्राको ओखती निलेर पल्टिरहेका मेरो अनुहार बोक्नेहरू कतिन्जेल निदाइरहन पाउलान् यसरी। सपना हो कि तन्द्रा हो, देखिरहन्छु घरिघरि। आफ्नै सन्तानले चिथोरेको घाउै घाउ बोकेर ब्रह्माण्डको एउटा सिकिस्त ग्रह घुमिरहेको हुन्छ सूर्यको वरिपरि। अब हामीसँग जम्मा 3टा मात्रै पोइट्री छ। रोकिन मन छ नजाऊ भनिदिने कोही छैन, कविताको शीर्षक। यो चाहिँ एउटा
जेनेरेसन अथवा हाम्रै जेनेरेसनको समस्या होला रुटलेसनेस एक ठाउँ जन्मिनु थोरै हुर्किनु फेरि अर्को ठाउँ पढ्न जानु फेरि अलिकति त्यहाँ समय बिताउनु फेरि अर्को ठाउँ जानु एसएलसी दिनु फेरि राजधानी जानु पढ्नु फेरि विदेश आउनु एक ठाउँ अर्को ठाउँ जम्प गर्दै काम गर्नु अनि फर्केर हेर्दा मेरो ठाउँ कुन हो भनेर थाहा नपाउनु त्यो एउटा रुटलेसनेस अनि त्यसको थकान रोकिने मन छ नजाऊ भन्दिने कोही छ सबैतिर छुटेको छु अलिअलि सानै झोक्काले सजिलै मेटिने गरी अब यहीँ बस्नु छ आफूलाई पुरै थपक्क राखेर जीवनभरिलाई नयाँ जमिनको स्पर्श नयाँ भाषाको मिठास झरीको नयाँ गन्ध नयाँ ढुङ्गाको अनुहार हावाको नयाँ स्वाद नयाँ बाटोको सङ्गत सबैसँग थाकिसके अब खोज्नु छैन कुनै अनुकूल ठाउँ यही ठाउँ होस् जसले मलाई थामोस् यहाँका रुखहरूले चिनुन् गहिरो गरी परिचित लागुन् यहाँका मानिसका आँखा हावाले फुसफुसाइरहोस् बस यही हो तिम्रो ठाउँ हिउँदको ठिहीमा नाङ्गै उभिएर पनि आत्मामा न्यानो हुर्काइराखेका यी जङ्गली रुख जस्तै नजाउँ कतै अब जानै परे चरा जसरी जाउँ हलुका यादहरू मात्र बोकेर आफ्नो गुण सम्झेर फर्कने गरी सहजता खोज्दा खोज्दा उखेलिँदै रोपिँदै उखेलिँदै रोपिँदै कि म बोन्साई जस्तो नाजुक भइसकेँ कसको हो कहाँको हो चराको चिरबिरमा मुग्ध हुने तिनको भाषा नबुझ्ने छहारी मुनि थकाइ मेटी हिँड्ने त्यसको जरा नचिन्ने पर्यटक जस्तै खोक्रो भए अब त फुर्सद होस् आफू मुनिको जमिन चलमलाएको महसुस गर्न आफू माथिको आकाशको सुस्केर चिन्न झाङ्गिँदै नाङ्गिँदै चुपचाप महसुस गरौँ आफूलाई दोहोरिरहने ऋतुको हरेक चक्रमा हाँगाबाट खसेका बीज फुटेर जन्मिएका बिरुवा हुर्केको हेर्दै छहारिदिन सकौँ घामबाट तुषारोबाट दहरो गरी समाएर यहाँको माटो भरोसाले बस्न सकौँ एउटा यस्तो ठाउँ जसलाई घर बन्न सकौँ थ्याङ्क यू Okay. Okay. No, not there, not there, not there. यो चाहिँ यो थकान पछिको स्पिरिचुअल रिटर्न हो धेरै स्याड नोटमा नटुङ्ग्यौँ भनेर है यसको सिन चाहिँ तपाईँहरू फोक्सुन्डो यात्रा गर्नुभएको चाहिँ छैन है कतिजनाले गर्नुभयो होला त्यो चाहिँ वान अफ द बेस्ट ट्रेकिङ राउट मैले अहिलेसम्म गरेको हो मलाई एकदम सुन्दर यात्रा लाग्छ त्यो चाहिँ डोल्पादेखि फोक्सुन्डो तालसम्मको जुन ट्रेकिङ राउट छ त्यो सिलीको छेउ हुँदै जान्छ एकदम सुन्दर छ कि त्यो राउट चाहिँ अनि त्यसको ट्रिब्युट पनि हो अनि यो म फेरि आउँछु कविताको शीर्षक चाहिँ म फेरि आउँछु
यहाँ चाहिँ सिली भन्ने छ। सिली भनेको चाहिँ सेफोक्सुङ्लो तालबाट खसेको खोला, त्यो चाहिँ सिली हो। कान्जिरोवा भन्ने छ। कान्जिरोवा भनेको सेफोक्सुङ्लोबाट देखिने हिमाल, त्यो चाहिँ कान्जिरोवा। अनि एउटा गाउँ छ सेफोक्सुङ्लोको गाउँ, त्यो गाउँको पनि कुरा गरिरहेको छु। म फेरि आउँछु। म फेरि आउँछु, अझ बुढो भएर बिस्तारै बिस्तारै हिँड्ने गरी, छिन छिनमा बिसाउँदै लामो थकाइ मार्ने गरी। जुनी खाइदिने समयलाई व्यस्त सहरतिरै छाडेर बचेको श्वासको मसिनो लौरो टेक्दै टेक्दै सम्हाल्दै आफ्नो नाजुक देह म फेरि आउँछु समयातीत फुर्सद लिएर। यी रुखा अग्ला चट्टान जस्ता जीवनभित्र बगिरहेको छ सिलीको पानी जस्तै कञ्चन हृदय। यी चौरी लडी मर्ने कन्ताराहरूमा ओहोर दोहोर गर्ने पाइलामाथि अडिरहेको छ कान्जिरोवाको हिउँ जस्तो निखुर मुस्कान। लेदो जस्तै बगिरहेको बागमतीबाट बाफ उठेर तिम्रो चिसो पहाडमा ठोकिँदै ठोकिँदै निलो दहमा पोखिन म फेरि आउँछु यी बस्तीका मान्छेले फेरेको श्वासले आफू पखालिन। जसरी जन्मिएथे यस्तै कन्दराहरूमा मान्छे भएर उसै गरी चोखो हृदय बोकेर यो धरतीबाट बिदा हुन। आउँदा कुनै नोटबुक वा क्यामेरा हुने छैन। काँधे कुरी हालेर कहीँ पुग्नुको अहम र फर्किनु पर्नेको तृष्णा हुने छैन। तिम्रो आत्मा नछाम्दै अक्षरमा सीमित गर्ने चाह नराखी, तिम्रो गहिराई नबुझी सतह उतार्ने हतार नराखी आउँछु बिल्कुल रित्तो भएर तिम्रो खुट्टाको निलो र शिरको उज्यालो पढ्न सक्ने गरी। बार बार आफ्नो मैलो पखालेर तिमीलाई मैलो बनाएर फर्किरहनलाई र फेरि फेरि आफू मैलिरहनलाई अब गर्नु छैन कुनै ओहोर दोहोर। सम्पूर्ण भएर यही बाटोको खच्चडको टापबाट उठेको धुलो हेर्दै टोलाइरहन, दुनियाँ हल्लाले नबिथोल्ने गरी बहिरा भइसकेपछि कान तिमीलाई सम्पूर्ण ध्यानले सुनिरहन, टाढा टाढा मात्रै हेर्दै बरालिने आँखाको तेज चलाइसकेपछि तिमीलाई नजिकबाट निहालिरहन। म फेरि आउँछु अलिक कुप्रो भएर सुस्ता सुस्ता निहुरिँदै निहुरिँदै तिम्रा ढुङ्गा ढुङ्गाको आत्मालाई छुन सक्ने गरी। थ्याङ्क यू। एउटा कविता बाँकी छ। मौन बस्न देऊ भन्ने छ। मौन बस्न देऊ। मलाई मौन बस्न देऊ। मलाई मौन बस्न देऊ।
नबिथुलिन देऊ, सङ्लिन देऊ। आँधी बेहेरी रोकिन देऊ, अहमको ज्वार शान्त हुन देऊ। हृदयको पोखरी थिग्रिन देऊ, सङ्लो अनुहारले बग्न देऊ। मलाई मौन बस्न देऊ। यही छ मभित्र झिलमिल ताराहरूको सहर, कहीं छ मभित्र इन्द्रेणी माछाहरूको लहर। सुलिन देऊ। म अल्झिरहेछु कहीं आफै बनी भोमरी, म दौडिरहेछु यही गेगर सतहभरि। मलाई हेर दहभरि, आफू देख्छौ कि? मलाई सुन गहभरि, आफू भेट्छौ कि? यहाँ केवल कल्याङ मल्याङ सुन्छु, मान्छे सबै मैलो धमिलो देख्छु। बोल्दा अरूसँग हल्ला गरे जस्तो, नबोल्दा आफै भित्र हल्ला भए जस्तो। पर्ख, मेरो आवाजलाई स्निग्ध हुन देऊ। हल्ला हुनु छैन, हल्लाहरू छेउ। हल्ला गर्छन् बासहरू केवल हल्ला, उत्सुक छैनन् सवालका आँखा, जवाफको मनमा बोध छैन। सवाललाई जवाफको हुर्मत लिनु छ, जवाफलाई सवालको मतलब छैन। सवाल जवाफ, जवाफ सवाल, सवाल जवाफ, जवाफ सवाल, युगौंदेखि दोहोरिरहेको यो निष्ठुर आवाफ। कसको तर्कको छेकोमा के प्रमाणित गरौं? कसको विचारको टेकोमा म कसलाई जितुँ? उम्लिएको छु, पोखिन देऊ। भरिएको छु, रित्तिन देऊ। सङ्गी, बोलिरहँदा म आफूसँग हुन्न, बोलिरहँदा म आफूभित्र रहन्न। म बोल्छु कुनै समाजको भाषा, खोज्छु कि त शास्त्रको सहारा। म सम्झन्छु कसैको कविताको हरफ, बग्छु कुनै गीतको अन्तरा। म हुन्छु कुनै दर्शनको दास, फेर्छु कसैको विचारको श्वास। सङ्गी, बोलिरहँदा म तिमीसँग हुन्न, बोलिरहँदा म आफू पनि उभिन्न। तिमीले आह्वान गरेको शब्द जुलुसको समर्थन या विरोधमा बस निकालिरहेको हुन्छु शब्दहरूको र्याली। त्यही भिडमा, कोलाहलमा अल्मलिन नदेऊ, हराउन नदेऊ। हराएका हुँदैनन् मौन बस्नेहरू, हुन्छन् अस्तित्वको सबैभन्दा नजिक। जब मौन हुन्छु, धरतीका गरा गरासँग हुन्छु, वृक्षका जरा जरासँग हुन्छु। म हुन्छु बतासको प्रत्येक सुसेलीसँगै, सगरको प्रत्येक सुसेलीसँगै। घामको ताप, रातको माग, खोलाको लवज र आत्माको आवाजसँग हुन्छु। म सुवाससँग हुन्छु, उच्छ्वाससँग हुन्छु। बालक विश्वास र वृद्ध निश्वाससँग हुन्छु। म हुन्छु तिम्रो हरेक श्वाससँग हुन्छु। हराएका हुँदैनन् मौन बस्नेहरू, हुन्छन् प्रकृतिको समीप, प्रेमको सबैभन्दा नजिक। पुरानो रुखको अँध्यारो टोड्का भित्र तपस्या र ए बुढो च्याउ, आओ अब संसार च्याउ। सक्छौ मेरो मौनता च्याउ।
थ्याङ्क यू आजको यो कविता साँझ चाहिँ मोहन बस्नदेव पोइट्रीबाट अन्त गरौँ दुईटासम्म जान्छ What's your favorite from your prior book? प्रायर I think you said Duita. cited everything from Himud. यो First को बात favorite चाहिँ के हो? म यसरी मरौँ भन्ने थियो त्यो त नसुनौ होला लाइट नोटमा रोमान्टिक टाइपको छ नि एउटा रोमान्टिक ह? मिठो रोमान्टिक छ नि छ सुन न फेभरेट सुन रोमान्टिक त्यसको त कन्टेन्ट पनि चाहियो नि त होइन भन्नाले टेक्स्ट के भन्दा पनि एउटा त्यसको टेक्स्ट चाहिन्छ होला त्यो बिचमा म अग्मकिन्छु लामो छ है त्यो फोटो फोनमा हुन सक्ने चान्स चाहिँ छ अर्को पोइट्री छैन होला त्यसमा यो हिउँद भन्ने किताब होइन यसको खास मेन थिमवाला पोइट्री सुनाउँछु नि त त्यसो भए हुन्छ नि यो खास मेजोरिटी अफ द यसको पोइट्री चाहिँ मिनिसोटा बस्दा लेखेका पोइट्री हुन् होइन हुन चाहिँ मिनिसोटाको हिउँद विशेषै हुन्छ तपाईँहरू कति बस्नु भएको छ माथि नर्थ साइड होइन यस्तो एक्सट्रिम युथवाला एउटा पोइट्री छ हिमवृष्टि मिनिसोटा बस्नेहरू चाहिँ अलिक बेसी रिलेट गर्छ हिमवृष्टि स्नोफल सेतो बादलले डम्म ढाकेको आकाशबाट मन्द हिमवृष्टि भइरहेको छ हिउँको बगैँचामा ठिङ्रिङ्ग उभिएका छन् ढकमक्क हिउँ फुलेका रुखहरू हिउँकै जगमाथि कुक्रुक्क परि बसेका छन् हिउँले छाएका घरहरू हिउँको बाक्लो सिरक ओढेर निदाएको छ हिमताल हिउँकै कम्मलमा गुटमुटिएर पल्टिएको छ नदी हिउँको बाटोमा पाइलाका डाम छन् तर कतै कोही देखिँदैनन् चिसो क्षितिजमा घाम सेलाएको छ हत्केलामै राखे पनि औँला ठिहिराउँछ बतासको हलुका स्पर्शले जब रुखबाट हिउँ फुल झर्छ हिउँकै चौरमाथि सृष्टिकै सबैभन्दा शान्त आवाज निस्कन्छ हिउँदको कठोर याममा धरती गहिरो ध्यानमा लीन हुन्छ कठोर याम ध्यानको याम जसले आफैतिर फर्काइदिन्छ आफ्ना इन्द्रियहरू हृदयको सबैभन्दा सुस्त गतिमा श्वासको सबैभन्दा मन्द लयमा छातीको साँघुरो गुफाभित्रबाट पिउजेको चेतनाले छिचोलिरहेको हुन्छ आफूभित्रको अनन्त ब्रह्माण्ड धुम्म परेको दिनमा धुमिल मनको अघिनुमा धप्प बल्छ आत्माको अग्नि त्यो न्यानोमा लट्ठिएर लुपुक्क परि बसेको सेतो बिरालो जस्तो हिउँदको घुर घुर पर परसम्म फैलिरहन्छ।
बहिनी भएको छैन एउटा अझै गर रोमान्टिक चाहियो जाडो भयो नि हिँड्ने भने कृष्ण रोमान्टिक नोट कृष्ण तरल छु आफूलाई निस्फिक्री छाडेर बग्नुपर्ने हो तरल छु आफूलाई निस्फिक्री छाडेर बग्नुपर्ने हो तर उभिन्छु हिँड्छु पुरै ऊर्जा खर्चेर आफ्ना सबै बुँदलाई बाँधिराख्छु पल पल बल लगाइराखेर खुट्टा हात छाती टाउको बनिराख्छु बाहिर हर्छेड चनाखो बस्नुपर्छ कतै अल्झेर पोखिन्छु कि कसैले छोइदिएर भत्किन्छु कि जोगिरहनुपर्छ धन्न तिम्रो काख छ सारा ऊर्जा सकिएर उभिनै नसक्ने गरी भत्किन आँट्दा आएर बिसाउने ठाउँ छ आफूलाई बेफिक्री छाडिदिएर पोखिने ठाउँ ढुक्कले निदाउने ठाउँ यही निदाइरहँ भन्छु बिउजिएर फेरि आफूलाई सङ्घाल्नुपर्छ एउटा आकृतिमा बाँधेर निस्किनुपर्छ तर होस् कुनै गुनासो छैन हरेक पल्ट निस्कनु अघि आफूबाट छुटेका बुँदहरूले भिजेको तिम्रो काख अर्को पल्ट बिसाउन आइपुग्दा सुकिसकेको हुन्छ जसरी बिलाउँदै बिलाउँदै गइरहेको छु म यहाँ योभन्दा मिठो चाह अरू के हुन सक्छ अझै रात त परेन जाडो भयो अब जाडो भयो गाउने मान्छे कोही छ हेलो एभ्रिवान मेरो नाम चाहिँ शशाङ्क अनि म चाहिँ अलिअलि आफ्नै गीतहरू पनि लेखिरहेको हुन्छु गीतको नाम चाहिँ प्रतीक्षा हो अनि यो गीत चाहिँ मेरो एक्लैको होइन मेरो र एकजना कजनको हो उसको नाम चाहिँ आश्रव हो मेरो नाम शशाङ्क हो रिलिज गरिसके स्पोटिफाई युट्युबहरूमा सबैमा सुन्न सक्नुहुन्छ अनि फेरि गीतको नाम प्रतीक्षा पेसेन्स वेट म कुर्छु भन्ने हिसाबको गीत हो सो प्लिज Hello. Sorry. Hello. Hello. Hello, mic check. Hello. Fix it. Hello.
याद आयो त्यो गल्ली बाटो हात थामी हामी हिँडिरहेको मुहार यादैरहन्छ मन तिमीलाई चाहिरहन्छ सम्झी तिमीलाई नै आँखा टोलाइरहन्छ भुलेर कसरी गयो तिमी जब एक मुटुका दुई टुक्रा थियौं हामी भुलेर कसरी गयो तिमी जब एक मुटुका दुई टुक्रा थियौं हामी कोरिराछु तिमीलाई नै फर्किआउँछौ भन्ने आशामै एक्लोपन महसुस भइरहेछ मन झन्झन डराउँदै गछ सम्झना हर पल आउँछ बतासले तिम्रै याद ल्याउँछ जीवन यसै बित्यो हाँसोलाई नि आँसुले जित्यो अब कोही आशैन कोही खासैन यो हृदयमा कसैको बासैन प्रतीक्षा तिम्रै छ तिमी आइदेऊ न रोएको मनलाई तिमीले सम्झाइदेऊ न भुलेर कसरी गयो तिमी जब एक मुटुका दुई टुक्रा थियौं हामी थ्याङ्क यू मलाई एउटा अब अर्को पियानोको मात्र पिस बजाउन मन लाग्यो होइन यो चाहिँ एकदमै खासमा नर्मल पिस हो धेरैजना स्कुल सेक्सन हुन सकिन्छ तर यो गीत चाहिँ मैले हल्का इम्प्रोभाइज गरेको छु आफ्नै स्टाइलमा सुरुमा एकदमै स्लोबाट सुरु हुन्छ अनि पछि चाहिँ एउटा त्यो जर्नी आफूले जे स्टोरी हाल्दा पनि हुन्छ जस्तो लाग्छ मलाई यो म्युजिकमा चाहिँ